वर्ष अगाडि नै साइन गरे होइन पहिला पौसा हुनुहुन्थ्यो यसमा पछि उहाँको समय व्यस्तताले भ्याउनु भएन होइन स्क्रिप्ट हेर्ने कुन कुरो थियो त्यो दिन चाहिँ होइन अनि त्यसपछि अर्को को छ कलाकार होइन रमेश उप्रेती दाई पनि छ भने होइन ओके डन भनेर साइन गर्दा मैले स्टोरी पनि सोधिनँ के पनि गरिनँ वान लाइन सुनेको थिएँ मैले यो फिल्मको स्टोरी चाहिँ अस्ति मैले 1.5 महिना अगाडि यसको वर्कसप सुरु भएपछि त्यसपछि फुल स्क्रिप्ट पढेँ मेरो रोल त खजाब रहेछ पहिला त फेरि होइन मेरो फेभरेट हिरोहरू यसमा हुनुहुन्थ्यो त्यो कारणले साइन गरेको थिएँ तर एकदम जे गरेछु राम्रै गरेछु त्यहीमाथि हाम्रो विराज विष्ट अब राष्ट्रिय एवार्ड जित्न सफल फिल्मको मेकरहरू हुनुहुन्छ हाम्रो परीक्षण सेन भयो होइन उहाँहरूको मेहनत पनि धेरै गर्नुभएको छ फिल्मलाई होइन वर्षौँ लाउनु भएको छ यसको स्क्रिप्टमा मात्रै होइन मैले त आफ्नो आफूले सकेको जति सक्दो दर्शकहरूलाई मेरो तर्फबाट न्याय दिनु म अटपटा चटपटा धेरै दिनेवाला छु महँगो पारिश्रमिक काम गरे भन्ने समाचार खिच्नु पर्छ यार यहाँ मिलाउनु पर्छ हेर यो पनि खिचिदिन्छ कि हातबाट राम्रै भएको छ किनभने फिल्म गरेपछि म अझाल अलिकति फिल्मभन्दा नि सामाजिक सञ्जालमा बढी व्यस्त छु होइन अनि अब म तिम्रो चाहिँ मिडियाकर्मी नि भइसक्यो अनि त्यही भएर अलिकति मलाई यतैतिर रमाइलो लाग्छ सामाजिक सञ्जालबाट अत्याधिक कमाउन थालेपछि फिल्मवालाले पनि महँगो पारिश्रमिक मलाई त फिल्म हेर्नुभन्दा फिल्मको पब्लिसिटी गर्नुको फाइदा छ मलाई फिल्ममा जति पैसा दिन्छन् त्योभन्दा 10 गुणा बढी त मलाई फिल्मको पब्लिसिटी गरे बाबत दिन्छन् यो फिल्ममा पनि राम्रै छ होइन टाइम पनि फेरि धेरै दिनुपर्छ नि त फिल्ममा होइन फेरि पहिला हाम्रो पालामा यो वर्कसप यो केही पनि हुँदैन थियो तर हाम्रो महाराज धेरामा 2 महिनादेखि त वर्कसपै चलिरहेको छ टाइम फेरि यो फिल्म अलिकति बेतालले नै सुटिङ हुँदैछ होइन मेरो विचारमा धेरै दिन सुटिङ लाग्नेवाला पनि छ त्यो चाहिँ हाम्रो निर्माता विराज विष्ट एकदम दिलदार हुनुहुन्छ सबै कलाकार मलाई मात्र होइन सबैलाई दिल खोलेर दिनुभएको छ बाहिर यो आज शुभारम्भ भइसकेको छ प्रतीक्षा गर्दै गर्नु होला हेर्दै गर्नु होला च्याउँदै गर्नु होला एक बारा च्याउका झोलामा बडो राम्रो चाहिने चलचित्र महाराज धिराज इतिहासै जित्ने सबैको मनमुटुमा बस्न सफल बडो राम्रो चाहिने चलचित्र आउँदैछ हजुरहरू तम तयार भएर बस्नु होला जय महाराज धिराज जय